यहाँ चाहिँ बहिनीहरू छ फुलको उयो गर्दैछौ सानो सानो ब्याटहरू राखेको अरे के हो हेर्नुहोस् न यहाँ यो यसलाई चाहिँ तपाईँको यो मैले अरुणाचलबाट ल्याएको कि यसलाई चाहिँ हाम्रोतिर चाहिँ बर्ड नेस्ट भन्दो रहेछ तर अब हाम्रो यो दार्जिलिङतिर चाहिँ के भन्छ होला यसको चाहिँ मलाई पनि नाम थाहा छैन तपाईँहरूलाई थाहा छ भने भन्नुहोस् है ल यहाँ ठुलो पनि छ ठुलो झ्याङ पनि छ हेर्नुहोस् है यहाँ यस्तो छ हो यो चाहिँ यसलाई चाहिँ बर्ड नेस्ट भन्दो रहेछ हौ यस्तो हुँदो रहेछ हेर्नुहोस् है एउटा चाहिँ हिजो हामीले जङ्गल कटुस खोज्नु गएको थियो कि यहाँ हेर्नुहोस् न कटुसको ढुङ्गा रहेछ त्यहाँ ढुङ्गामा चाहिँ सानोबडे यो चाहिँ क्या दामी फुलिरहेको पाएको लिएर आएको हो यो पनि कस्तो लाग्छ तपाईँहरूले हेर्नुहोस् त दामी छ हो छ चिया खानु जानुहोस् न अहिले खाना खाएर जानु ल यहीँबाटै ल ल हुन्छ हुन्छ यहाँ चाहिँ बडा हाम्रो पहिला यतै हाम्रै घर मुनिलपट्टि बस्नुहुन्थ्यो अहिले चाहिँ मेसिनेरीमा बस्नुहुन्छ तर एकदम ठिक छ कान चाहिँ अलिक कम्ती सुन्नुहुन्छ तर अझै पनि एक्टिभै रहेछ कति वर्ष पुग्नु भयो पनि 81 पुग्यो भन्थ्यो अहिले हेर्नुहोस् यहाँ हाम्रोमा चाहिँ आइरहनुहुन्छ बिचरा अन्त ठिकै छ हामीलाई पनि खुसी लाग्छ यस्तो बुढो मान्छेहरू आउँछ कोही बेला उताहरू आउँछ साथीभाइहरू आउँछ खुसी लाग्छ अन्त मैले तपाईँहरूलाई देखाउँछु ल यहाँ मौरी पनि पो मैले त पाल्छु त अलिअलि त यो हेर्नुहोस् हो यहाँ मौरी पनि छ अन्त मैले मौरीहरू पनि अलिक पाल्छु फुलहरू पनि मनपर्छ त्यसले गर्दा यो चाहिँ साथी हो मेरो घर यस्तो छ है हाम्रो घर चाहिँ अन्त त्यसले गर्दाखेरि चाहिँ यताबाट त हामी यस्तो छ उपर बसिरहेको रहेछ साथी चाहिँ अहिले आउनु भएको अन्त यहाँ म देखाउँछु ल मैले के काम गर्दै थिएँ आजको तपाईँहरूलाई भनेर चाहिँ म देखाउँछु यहाँ हेर्नुहोस् न मौरी बेसी भएर यहाँ हेर्नुहोस् चेप चेपबाट पनि निस्किँदैछ देख्नुहुँदैछ यो चाहिँ मुडे घार पनि भन्दो रहेछ मादाले घार पनि भन्दो रहेछ कतिले अब यसको कस्तो कस्तो नाम होला थुप्रो छ तर मौरी चाहिँ 27-28 डुँड छ हेर्नुहोस् जतासुकै मौरी छ मौरी मौरी मात्रै देख्नुहुन्छ तपाईँहरूले यो चाहिँ अन्त मैले किनेको यो एजिलियाको बोटहरू यो नभनेको नि 10-12 वर्ष भयो यो किनेर ल्याएको चाहिँ अन्त योपालि साह्रै बुढो भयो यिनीहरू बोटहरू भनेर चाहिँ मैले चाहिँ यो काम गर्दै थिएँ हेर्नुहोस् मजाले फेरिदिएको माटो मलहरू यो चाहिँ जङ्गली पत्ताहरू यस्तो हुन्छ कटुसको पत्ताहरू हो त्यस्तै पत्ताहरू उयो गरेर कुहेको पत्ताहरू हुन्छ त्यस्तोको हेर्नुहोस् नि कम्ती मजा मजाको छैन त बुढो बुढो भयो नि बिचरा बोटहरू यिनीहरू झुप्पा झुप्पा फुलेर योपालि चाहिँ यिनीहरूले अब सक्यो अब चाहिँ सक्यो यिनीहरूलाई म माटो फेरिदिनु पऱ्यो भनेर चाहिँ मलाई चाहिँ माटो फेर्नु मन लाग्यो पुरै छ छनु चाहिँ अब मेरोमा चाहिँ 35 कलर जस्तोको चाहिँ थियो यस्तो चाहिँ कति त अब मैले नजानेर स्याहार्नु नजानेको होला अब अनि त्यसले गर्दा कति त मर्यो हेर्नुहोस् यहाँ पनि छ मौरी हो यस्तो छ अन्त त्यहाँदेखि यो पनि एजिलिया हो यो सेतो खालको यो पनि ठुलो अग्लो छ बोट निकै ठुलो राख्नुपर्छ अर्को पालिको लागि हेर्नुहोस् त कस्तो मजा मजाको छ हो ठुलो खालको यो चाहिँ यसलाई चाहिँ बिउ राख्नुपर्छ अब यस्तै छ है साथी हो गाउँतिरको काम चाहिँ यस्तो हुँदो रहेछ यस्तोमै टाइम पास मजा पनि आउँछ अन्त अब यस्तै भिडियोहरू बनाएर तपाईँहरूलाई यो चाहिँ फेरिसकेको मैले हो पत्ताहरू लाएर 1 हप्ता हुनु आँट्यो यो सारेको चाहिँ अन्त मैले अब अर्को पालि चाहिँ मैले तपाईँहरूलाई घर तरुल चाहिँ कसरी रोप्यो भने राम्रो हुन्छ भन्ने कुरो चाहिँ त्यसमा सिकाउँछु ल मैले एउटा ट्राई गरेको छु तर दामी हुँदो रहेछ त्यसरी गर्दा पनि त्यसरी रोप्दा पनि राम्रै हुँदो रहेछ हेर्नुहोस् है यहाँ पनि छ मौरी चाहिँ लु हेर्नुहोस् हो
यहाँ छ मौरी अन्त तपाईँको यहाँ पनि छ मौरी जतासुकै हेर्नुहोस् मौरी मात्रै छ मेरो चाहिँ अन्त यहाँनिर एउटा मैले कुनै के यसको नाम म पछि तपाईँलाई भन्छु ल यसले चाहिँ पहेँलो अत्रो ठुलो गुच्छा 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 परेको चाहिँ फुल छ सुनखरी नै हो प्रजाति चाहिँ यसको नाम चाहिँ म अलिक पछि भन्छु तपाईँहरूलाई मलाई थाहा थियो तर अहिले नै चाहिँ मुखमै आएन हौ म तपाईँहरूलाई भन्छु एउटा त्यति बेला फुलेको बेलामा देखाउँछु पनि मेरोमा स्पेसल चिजहरू कतिवटा राखेको छु जो चाहिँ पाउनु चाहिँ अलिक साह्रो नै पर्छ त्यस्तो चिजहरू मैले राखेको छु अन्त यो पालिको गोदावरीहरू यो अलिअलि यहाँ चाहिँ राखिरहेको छ अन्त यहाँ नै त्यसै बित्थामा एउटा सानो स्टोर थियो कि हाम्रो के राख्ने यस्तो खालको यहाँनिर चाहिँ मौरीको डुडहरू बेसी भएर यो चाहिँ अलिक मक्केको थियो यहीँ स्टोरमा त्यसै राखिरहेको थियो त मौरी आएर पसेछ अन्त अस्ति मह पनि काटेँ 5 बोतल निक्ल्यो यसबाट चाहिँ अन्त यसलाई चाहिँ फिस बोन क्याक्टस भन्दो रहेछ है साथीहरू यसलाई चाहिँ यस्तो हुँदो रहेछ यो चाहिँ खै हो यो चाहिँ फिस बोन क्याक्टस भन्दो रहेछ अब तपाईँहरूले देख्नु भएको छ र कतैतिर छ भने तपाईँहरूकोतिर चाहिँ कस्तो के भन्छ यसको नाम चाहिँ मलाई पनि कमेन्ट गरेर भन्नुहोस् ल के भन्दो रहेछ यसको नाम अन्त मैले यहाँनिर यसरी ल्याएँ सानोबाट एउटा चाहिँ यो बनसाइन भन्ने बनसाई कि बनसाइन के भन्छ हौ हो त्यस्तो बनाउनु सिक्दैछु कि जराहरू त आउँदैछ यहाँ हेर्नुहोस् हो अनि दुईवटा अझै म तपाईँहरूलाई यस्तै कतिवटा कुरोहरू देखाउँछु मैले ट्राई गरेको चिजहरू हुँदैछ कि छैन भनेर हाम्रो घर चाहिँ हेर्नुहोस् कति लामो छ यहाँदेखि ल्याएर चाहिँ ओ परसम्मै हो लमसम छ अन्त अब यो चाहिँ तपाईँको अपराजिता भन्दो रहेछ यो प्लान्टलाई चाहिँ यसको चाहिँ युट्युबतिर तपाईँले अरू च्यानलहरूतिर गएर हेर्नुहोस् यसको चाहिँ पुरा गुनै गुण रहेछ यो फुलहरूको चाहिँ तपाईँको किसिमको दबाई रहेछ अब त्यो म कहाँ दबाईहरू भनिरहनु त भएन तपाईँहरूले त्यसमा सर्च गरेर हेर्नुहोस् यसको चाहिँ फाइदा के रहेछ भनेर यसको कसैलाई अब यसको सिडहरू चाहियो भने पछि सिड बनिँदैछ म दिनु पनि सक्छु तपाईँहरूलाई आउनुभयो भने कमेन्टहरू गर्नुहोस् कस्तो लाग्यो तपाईँहरूलाई अन्त यहाँनिर चाहिँ यसरी बुढो भएको छ नि त बोट हो देख्नुभयो एजिलले अन्त फेर्नै पर्छ यहाँ हेर्नुहोस् त फुलेको कस्तो फुलेको छ आम्मामामामा बोटै ढाक्ने गरी फुलेको छ यति ठुलो बोट छ झ्याङ चाहिँ त्यसले गर्दा माया लागेर चाहिँ यिनीहरूलाई चाहिँ माटो फेर्नु पर्यो भन्दैछु ल है साथी हो यस्तै छ ल यहाँ हेर्नुहोस् कस्तो फुलेको छ अन्त देख्नुभयो यसरी चाहिँ फुलेको छ जकमक्कै हो यिनीहरूको पनि माटो फेरिदिनुपर्छ अन्त एउटा सुन्तला पनि फलिरहेको छ यहाँनिर देख्नुभयो होला सुन्तला मजाले पाक्दैछ त्यसमा पनि अन्त यो त गेट त यो चाहिँ रोड भयो यता यो साइड गयो भने चाहिँ तिनचुले तपाईँ यो साइड जानु हो भने चाहिँ तकदाहपट्टि जान्छ अन्त यो हाम्रो घर यता छ यो हाम्रो बाटो यो हाम्रो घर यस्तो छ है हेर्नुहोस् हो यो चाहिँ घर हो है लो साथी हो आजलाई यति नै भोलि फेरि म तपाईँहरूलाई यस्तै नयाँ केही देखाउने छु त्यति बेलासम्मलाई बिदा चाहन्छु ल साथी हो।